लेक्स नेपालको सफ्टवेयर चाहिँ लोडिङ देखाइरहेको छ र खुलिरहेको छैन भने चाहिँ यो प्रोसेस फलो गरिदिनु होला। एप खोलेर लोडिङ देखाएको बेलामा यो एपलाई क्लिक गरेर है यो चाहिँ क्लिक भएको होस्, यो एक्टिभ चाहिँ भएको होस् है। कन्ट्रोल CTRL प्लस यल दबाउनु होला, दुईटा सँगै गर्नु होला र यसमा जति पनि यो फोल्डर जुन एउटा फोल्डर खुल्छ, यो फोल्डरमा जति पनि फाइलहरू हुन्छन् सबैलाई सिलेक्ट अल गरेर डिलिट गरिदिनु होला है। यो चाहिँ खाली हुनु पर्यो। त्यसपछि अब फेरि सफ्टवेयर चाहिँ बन्द गरिदिनुस् है। त्यो सबै डिलिट भइसकेपछि फेरि सफ्टवेयर चाहिँ खोल्न खोज्नु होला। त्यसपछि के गर्नुस् भन्दाखेरि राइट क्लिक, यदि तपाईँ विन्डोजमा हुनुहुन्छ भने राइट क्लिक गर्नुस्, त्यसपछि रन एज एडमिनिस्ट्रेटर एकचोटि क्लिक गर्नुस्, त्यसपछि यस क्लिक गर्नुस् र यस गरिसकेपछि अब चाहिँ त्यो जबसम्म सफ्टवेयर खुल्दैन तबसम्म त्यत्तिकै छोडिदिनु होला। त्यो मल्टिपल डबल क्लिक गरेर मल्टिपलचोटि खोल्नुभयो भने त्यस्तो प्रब्लम हुन जान्छ तपाईँको। अब म्याकमा पनि यसमा के गर्न सक्नुहुन्छ भन्दाखेरि राइट यहाँ गएर एकचोटि मात्र क्लिक गरेर जबसम्म खुल्दैन तबसम्म छोडिदिने गर्न सकिन्छ र यसले फेरि सबै फोल्डरहरू बनाउन खोज्छ र सक्सेस भएर तपाईँको ओपन हुन्छ।